हाम्रो चितवनको सौराहामा हाम्रो ट्रेनिङ थियो राष्ट्रिय तथ्याङ्क कार्यालयको र हामी ट्रेनिङ पछि 4 बजेपछि यता हाम्रो बाटोमा यता मृगहरू पनि थियो त्यही खिच्नलाई यता आछौँ तर त्यहाँ भित्र जान मिल्दैन ओइ भित्र हिरणहरू रहेछन् र हात्ती बाघ पनि जङ्गलभित्र रहेछन् त्यो हामीले जान मिल्दैन ओ हात्ती उता आइरहेछ म हेराइदिन्छु लास्टसम्म भिडियो हेर्नु साथीहरू र अहिले मेरो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने च्यानललाई पनि सब्स्क्राइब गरिदिनु हात्तीहरू पनि रहेछन् यो चितवनको सौराहा भन्ने ठाउँ साथीहरू नेसनल पार्क राष्ट्रिय निकुञ्ज हो चितवन राष्ट्रिय निकुञ्जभित्र अनि उता हात्ती दुईटा देखिन्छ कि नै मैले कहाँ गएँ तिनीहरू हात्ती देखिन्न अहिले सायद ती है अलिक नजिक आउँछन् अनि देखिन्छ साथीहरू यो बाघ रहेको छ बाघ देखाइदिन्छु बाघको यो बाघ ओरिजिनल बाघ पनि आउँछन् यहाँ बाघ भालु त खासै छैनन् तर बाघ छन् र हर्नी छन् हिरण जसलाई भन्छन् र गैँडाहरू प्रशस्तै छन् उता आइरहेछ हात्ती सवार गर्न नि मिल्यो हात्ती उता थोरै देखियो है साथीहरू उता थोरै देखिएछ र यस्तै गरी म जति भिडियो बनाउँछु यो च्यानलमा हाल्दै गर्छु च्यानललाई सब्स्क्राइब पनि गर्नु होला साथीहरू म हात्तीलाई हेराउन कोसिस गर्छु थोरै टाइम लाग्छ 1 मिनट जति लाग्छ हात्ती आउँदैछ बिस्तारै आउँदैछ साथीहरू हात्ती सवार गर्न नि मिल्छ यहाँ तर धेरै महँगो छ हात्ती सवार गर्नलाई सायद 1600 कि कति हो पर व्यक्ति यहाँ भनिरहेको छ हजुर ए ल उता जान मिल्दैन रे ए ल उता जान र साथीहरू हात्ती आउँदैछ है हात्ती अब आयो है हात्ती म हेराइदिन्छु हात्ती सर यहाँ बाँदरहरू पनि रहेछन् त बाँदरहरूबाट थोरै सावधान हुनुपर्छ तिनीहरू टोक्छ ल खेड्छन् हात्तीको उता आउँदैछ ल उता देख्नुभयो कि थोरै जुम गर्छु जुम हुन्छ कि नै जुम त हुन्न तर आइरहेछ हाम्रो टुरिस्टहरू विदेशी टुरिस्ट रहेछन् कि नेपालकै रहेछन् थाहा भएन उता हात्ती आयो है गाइज ल एउटा हात्ती आयो अर्को आइरहेछ हात्ती आयो ल ए हात्ती आयो हात्ती उता रहेछ नि त हात्ती अर्को हात्ती पनि आइरहेछ उता धेरैवटा हात्ती छ हामी बाटैमै हेर्न पाइयो ट्रेनिङको अहिले पहिलो दिन थियो खासमा ट्रेनिङ त 5 बजेसम्म हो तर आज सरले चाहिँ छिटो छोडिदिनु भएको छ हात्ती आयो हात्तीको सवार गर्न खै मजा आउँछ होला तर महँगो रहेछ यहाँ त्यसैको जङ्गल सफारी नि गर्न पाइन्छ उतातिर हिरणहरू पनि रहेछन् जुम गर्न नमिलेर नत्र देखाइदिन्थे यो उता हात्ती एउटा अझै आयो ल हाम्रो इन्टायर टिम पनि उता रहेछ हाम्रो लुम्बिनी प्रदेश लगायत 7वटा प्रदेशको चाहिँ रहेछ टिम यो तालिम उता अर्को आयो है आयो त्यस्तै गरी हर्नीहरू पनि रहेछन् गैँडा अहिले देख्न पाएको छैन गैँडाहरू देख्न बित्तिकैमा भिडियो सुट गर्छु अनि हाल्छु साथीहरू तपाईँहरू अहिलेसम्म सब्स्क्राइब गर्नुभएको छैन भने च्यानललाई सब्स्क्राइब गर्नु होला ल यता हात्ती एउटा ल आयो है एउटा अझै आयो हात्ती ल गाइस भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा धन्यवाद सब्स्क्राइब गर्नु होला ल यता रहेछ है यता तिवारी यता रहेछ हात्ती हात्ती कहाँ छ जङ्गलमा यो हात्ती
हाल्नुहुन्छ सिङ्गल हो कि अनि यो ग्रुप हो कि कस्तो यसो बधाई छ यसो काम छुनु मिल्दैन हात्तीलाई छुन मिल्छ है सोएर तोरिदिएको हुन्छ हात्ती ल ल जाछु हो भन्दै लाग्छ फेरि हान्छ कि बा जय गणेश भोलेनाथ के बच्चे भोलेनाथ के बच्चे बच्चे भने नसुन्नु फोटो भिडियो आयो भने डर लाग्छ हान्दैन माया भयो क्या अर्कोलाई पनि गर्नु न मुख नि